कम्ती नयाँ न्यू भिडियो फेरि पनि होइन भिडियो लिएर आइसक्यो आज बिहाको दिन हुने थियो नि बिहा हुन्छ 25 गते बिहा 25 गते बिहाको दिन हजुरलाई म बोर्ड ड्राइभ गरेर देखाउँछु सब देखाउँछु अनि अगाडिको काम देखाइसक्यो भिडियो भइसक्यो भिडियो खिच्न पाएन टाइम नमिलेर साथीहरू अब देखाउँछु है बिहाको रमझम देखाउँछु सब देखाउँछु साथीहरू भिडियोलाई लाइक कमेन्ट सेयर अवश्य गरिदिनु होला भिडियो सुरु गरौँ है अब साथीहरू रातो कपडाको तल राखेर दिदीलाई ल्याउने चलन रहेछ बेहुलीलाई त्यही भएर बहिनीहरूले रातो कपडामा राखेर बेहुलीलाई ल्याउँदैछन् होइन अब भिनाजुको ठाउँमा पुग्न आँटेको छौँ त्यसैले दृश्यमा बहुत राम्रो देखिएको थियो होइन साथीहरू अब हेर्नु दिदीले भिनाजुलाई माला लाउँदै हुनुहुन्छ दुबोको अब दृश्यमा राम्रो देखिएको थियो त्यति बेला अरू त्यो फाल्छन् नि बिहामा बर्थडेमा फाल्छन् त्यो फालिरहेको छन् क्यामेराले खिचिरहेको छु दादाले हेरिराख्नु भएको छ साइडमा उभिनु भएको छ म पनि त्यहीँ साइडमै छु होइन दिदी लाउँदै हुनुहुन्छ अब भिनाजुको पालो आयो हेर्नुहोस् भिनाजुको पालो आयो भिनाजुले पनि लाउँदै हुनुहुन्छ त्यो दृश्यमा देखिरहेको थियौँ हामीहरू त्यति बेला बहुत दृश्य थियो बहिनीसित उभिएर बहिनी खिच्दैछिन् अब ठुलबाबाले पूजा गर्दै हुनुहुन्छ भिनाजुलाई पूजा गर्ने चलन रहेछ साथीहरू अब पूजा गरिराख्नु राम्रोसित पूजा गर्ने खेम्राले खिचिरहेको छन् अरू उभिएर हेर्दैछौँ हामीहरू त्यहीँ छौँ अब के गर्ने होला पूजासुजा गरिसकेपछि राम्रो दृश्यमा देखिएको हामीहरू देखिरहेको छौँ होइन साथीहरूलाई हजुरआमा त्यहाँ बस्नुभएको छ साथीहरू यहाँनिर बसिराख्नु छ है अरू हामीले पालो ए हजुरबाहरू हुन्छ यो पुतली लाने यहाँ चाहिँ यहाँ बस्नुभएको छ हेर्नु सबैजना बस्नु खिचिराख्नु आउँदै हुनुहुन्छ आमाले दिदी भिनाजु बस्नुहुन्छ हेर्नु गोदगाई गर्नुलाई साथीहरू यहाँनिर बसिराख्नु छ हजुरबाहरू माइलो गएर उनको पालो आयो साथीहरू हेर्नु सब पालो आएछ किन्दै अब एकछिनमा हुन्छ बना ना वीडियो बना हाम्रो अब परिवारबाट हाम्रो घरमा पहिलो कन्या लाग्छ हजुरआमाले पनि गोडधोइ गर्दै हुनुहुन्छ हेर्नुहोस् हामी देखिरहेको छौँ दृश्यमा दादाले के भन्दै हुनुहुन्छ माथि बसेकालाई म पनि त्यहीँ छु सुनिरहेको छु दादा जानु उतातिर दिदीको गोडधोइ हुँदैछ हजुरबाले गर्दै हुनुहुन्छ हेर्नु हजुरआमा मम्मी त्यहाँ आउनुभएको छ त्यहाँ दृश्यमा दिदी अलिकति मुर्झाए जस्तो देखिनु भएको छ तर ठिकै छ त्यहाँनिर ठिकै थियो मम्मीहरू पनि त्यहीँ हुनुहुन्छ सबैजना त्यहीँ दादाले चैन लगाइदिनु भएको छ भिनाजुलाई र त्यति बेला चैन लागेको दृश्यमा राम्रो देखिएको थियो दादाले ढोक्दै हुनुहुन्छ भिनाजुलाई ढोक्नुभयो दिदीलाई पनि ढोक्नुभयो अब मेरो पालो आउँछ मैले पनि नजानी टिका हेर्नुहोस् मैले पनि खुट्टा जल खाँदैछु हेर्नु टोपी राखेँ त्यति टोपी राखेर टोपी बिर्सेको पछि याद आयो मलाई टोपी त्यहाँ छुट्यो भनेर कस्तो दृश्यमा राखेको थिएँ पछि याद आयो क्या मलाई गोडधोएको भिनाजुको खुट्टा धोएँ त्यति बेला दृश्यमा देखिरहेको थियो पानी हालिदिने मान्छेले पनि पानी हालिदिने राख्नुभएको थिएन अब के गर्नु त अब बुढो मान्छे हुनुहुन्थ्यो के अरे पानी हालिदिने मान्छे पनि कस्तो अर्कै ठाउँमा हालिदिने हुनुहुन्थ्यो र त्यसै दृश्यमा दिदी हेर्नु कस्तो देखिनु भएको छ अलि जस्तो मुर्झाए जस्तो देखिनु भएको थियो त्यति बेला दिदीको पनि खुट्टा धोइदिएँ अनि टिका लाउने बेला दिदीलाई पहिला लगाएर भिनाजुले लाउनु पर्ने रहेछ त्यही हातले अर्को लाउनु पर्दैन रहेछ त्यही हातले त्यही समातेको अक्षताले 3 चोटि लाउनु पर्नेको चलन रहेछ त्यही अगाडि लागेको थाहा पाएको थिएँ अब हेर्नु यो अङ्कलहरूको पालो आएछ अङ्कलहरू लाउँदै हुनुहुन्छ गोडधोइ गर्दै हुनुहुन्छ दृश्यमा देखिरहेको छौँ उता दिदीको ठुलमम्मी हेर्दै हुनुहुन्छ यो दिदी कन्यादान हुँदैछ यति बेला दृश्यमा देखिरहेको छौँ हामीहरू अब विभूति दाइले परिराख्नु भएको छ
कन्यादान गर्नको लागि विधि पुरा गर्दै हुनुहुन्छ त्यहाँ दृश्यमा देखिरहेको थियौँ हामीहरू। हामी त्यति बेला हामी गइसकेको थियौँ, क्यामेराम्यानले खिचेको थियो। उतातिर भात खाउनलाई हामी गइसकेको थियौँ, खाना खुवाउनलाई। खाना खुवाउनु ढिलो भयो भनेर खाना खुवाउन गइसकेको थियौँ। त्यति बेला खिचेको क्यामेराम्यानले उनीहरू पूजा गर्दै हुनुहुन्छ। त्यति बेला पूजा गरेको दृश्यमा म थिएन, त्यति बेला पूजा गर्दै हुनुहुन्छ भित्रतिर मण्डपमा पूजा गर्दै हुनुहुन्थ्यो। त्यति बेला हामीहरू खाना खुवाउँदै थियौँ। दिदीको पूजा गर्दै हुन्छ, भिनाजु दिदी भिनाजु दुईटैजना ठुलो मिति बस्नुभएको छ। अनि ठुलो भाइहरू पूजा गर्दै राम्रोसित पूजा गर्दै हुनुहुन्थ्यो। त्यति बेला दृश्यमा हामी देखिरहेको छौँ। अनि अरू केही छैन, त्यो ठिकै थियो। त्यति बेला दृश्य राम्रो खिचे, क्यामेराम्यानले अलिअलि अर्कै तरिकाले खिचेको रहेछ। अलिकति हेर्नु हाम्रो फोटोहरू पनि खिच्यौँ हामीले अलिअलि। अनि त्यो ठिकै थियो। यो दिदी घुम्दै हुनुहुन्छ, दिदी भिनाजुहरू। यो दिदीको भिनाजु घुमेको त खिचेको थिएन रहेछ, दिदी घुमेको मात्रै देखाएको हात समातेर। दिदीले गर्दै फाल्दै हुनुहुन्छ केहीहरू हेर्नु दृश्यमा देखिरहेको छौँ। अरू बसिराखेर हेरिराख्नु भएको छ। दिदीको लिगल्ली भिनाजुको आजदेखि दिदी हुनुभयो। अबदेखि सिन्दुर लाउँदै हुनुहुन्छ। लिगल्ली दिदी भिनाजुको हुनुभयो। आजदेखि पौडेलमा हुनुभयो, पौडेलको बुहारी हुनुभयो। अब हाम्रो दिदी आजदेखि पौडेलको बुहारी भइसक्नुभयो। अब लिगल्ली भिनाजुको भइसक्नुभयो होइन साथीहरू। अब हेर्नु दिदीले खुवाउँदै हुनुहुन्छ भिनाजुलाई, के अरे त्यो जुठन खुवाउनु भयो। अब त्यो पूर्णिमा भन्ने मेरो बहिनी हाँस्दै छ, हेर्नुहोस् न देखिरहेको छ दृश्यमा। अब पछाडिले हम्काइराख्नु भएको छ दिदीलाई गर्मी भयो भनेर। अब हेर्नुहोस् त्यहाँनिर दृश्यमा सारी कति राम्रो देखिनु भएको थियो दिदी, र भिनाजु पनि राम्रै देखिनु भएको थियो। दृश्यमा हामी देखिरहेको थियौँ। यो सम्धी मेलो हुँदैछ। हेर्नु ठुलबाबाले सम्धीलाई रङ लाउँदै हुनुहुन्छ, के लाउँदै हुनुहुन्छ। हेर्नुहोस् त्यहाँ सम्धी मेलो भयो। सम्धीहरू हुनुहुँदो, 4वटा सम्धी हुनु रहेछ ठुलबाबाको। 4जना सम्धीहरूलाई सबै दिँदै हुनुहुन्छ, के दिनु चलन रहेछ। हेर्नु सबैजनाले लाउँदै हुनुहुन्छ। हेर्नुहोस् दृश्यमा देखिरहेको छौँ हामीहरू सबै। दृश्य राम्रो दृश्य त्यति बेला म थिएन, त्यति बेला खिच्ने क्यामेराम्यानले खिचेको हो भिडियो। अलिक टाङ्गो टिङ्गो खिचेको थियो भिडियोहरू है।